हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। म चाहिँ धेरै दिनपछि चाहिँ भिडियो बनाउँदैछु, लगभग 3 वर्षपछि चाहिँ भिडियो बनाउँदैछु। अनि भिडियो चाहिँ के सम्बन्धी हो भने चाहिँ तपाईहरुले भिडियोको टाइटलबाट पनि थाहा पाइसक्नु होला। मेरो चाहिँ हिजोको फ्लाइट थियो दुबईदेखि नेपालको। अहिले चाहिँ म नेपालको घरमा छु। Every night are we paradise seems so far away. Still I try to buy myself some time to get me to that place. All I want is you. Say you love. So अहिले चाहिँ म दुबई एयरपोर्टमा आइपुगेँ। अहिले चाहिँ बिहानको 2 बजेको छ, देख्न सक्नुहुन्छ। बिहानको 2 बजेको छ। आज चाहिँ म नेपाल जाँदैछु। 3 वर्षपछि चाहिँ म घर फर्किँदैछु। सो मेरो चाहिँ लगेज यो हो, धेरै छैन। दुबई एयरपोर्टमा छु। दुबई एयरपोर्टको भ्यू चाहिँ यस्तो छ। सबैजना आफ्नो कन्ट्री जाँदैछन्। अनि मेरो एयरलाइन चाहिँ नेपाल एयरलाइन्स हो। अब म चाहिँ नेपाल एयरलाइन्सतिर जाँदैछु बोर्डिङ पासको लागि। यहाँ देख्न सक्नुहुन्छ। सबैजना कुर्दै बस्नु होला। म पनि अब मेरो एयरलाइन्सतिर जाँदैछु। एयरलाइन्स नेपाल एयरलाइन। अहिले चाहिँ म प्लेनभित्र छु अनि धेरै वर्षपछि चाहिँ घर फर्किन पाउँदा धेरै खुसी लागेको छ। यति खुसी छु कि घर कहिले पुग्ला जस्तो छ। कहिले घर पुग्ला र मम्मीले बनाएको हातको मिठो खाना खान पाउला भन्ने मलाई मात्रै होइन होला, सबै विदेश गएका मान्छेहरूलाई पनि त्यस्तै महसुस हुन्छ होला जस्तो कि अहिले मलाई महसुस भएको छ। यो चाहिँ अहिले चाहिँ दुबईको नाइटको भ्यू देख्न सक्नुहुन्छ। जताततै झिलिमिली बत्तीहरूले भरेको देश दुबई। दुबईको चाहिँ नाइट भ्यू चाहिँ राम्रो हुन्छ, देख्न सक्नुहुन्छ। प्लेनदेखि दुबईको नाइट भ्यू हेर्दा हेर्दा कतिखेर सुतेछु थाहै भएन। एकछिनपछि बिहान भयो। बिहानको घाम साह्रै राम्रो देखेको थियो। साथै एकछिनपछि चाहिँ हामीलाई ब्रेकफास्ट ल्याइदिनु भयो। म चाहिँ ब्रेकफास्टमा चाहिँ ननभेज मगाएको थिएँ। अन्डा, ससेज, त्यसपछि आलु फ्राई अनि सलाद पनि थियो। लु यो दिनुस्, मलाई दिनुस् यो। ल ल के चाहिँ दिनुहोस् है यसलाई। ल अब यसो गर्नु। ल यो चिम खोल्नु। यो 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 ल छिटो खोल्नु। खोल्नुहोस्, यो खोल्नुहोस्। ओपन गर्नु। ओपन 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 ओपन। वाउ, के ल्याउनु भयो होला मामाले? के हो के हो यो? खिलाउने कुरो डोल। ए चिची म्याउ म्याउ। ओ कति बेर ए रिसोनी टिका टिका यहाँ नि छ। यहाँ नि छ नि मामाले। ए हेर्नु त मामाले। ऱ्याबिट त मातेको छ कि फल्छसम्म कति धेरै ल्याएको त आज आज त यहाँ फेरि डग
ए तिमी ए तिमी बहिनी ए बहिनी ए रूपाले कति धेरै ल्याएछ के हो सानो रमा त्यसलाई बेसन मन पर्छ फोन त्यो आउनुहोस् तिमी जस्तै है अब यो मन परेछ के हो सानो ए उनीहरूको गुडिया छ जरा यस्तै त्यही भएर मासिक गऱ्यो कि के हो सानो त्यो आँखा खोइ